हेलो नमस्ते एन्ड गुड मर्निङ हजुरहरूलाई स्वागत छ यो मेरो सेकेन्ड ब्लगमा। अनि हजुरहरू सन्चै हुनुहुन्छ होला, आई होप सेकेन्ड हो। अनि हामी पनि एकदम धेरै सन्चै। अनि यत्रो धेरै मान्छे चाहिँ तपाईँहरूले के को लागि बसिरहेछ भन्नुहुन्छ भने आज चाहिँ हाम्रो टक्क लाएर मेडिकल छ पर छ। केटाहरू चाहिँ आधी टनै अझै आउनु बाँकी छ, टाइम भएको छैन। हामीलाई बोलाएको 8:30मा, तपाईँहरू देख्न सक्नुहुन्छ 8:22 भइरहेछ। उनीहरूले 8:30मा बोलाइसकेपछि लगभग झन्डै 9 नै बज्छ। त्यही भएर हामी यहाँ तर वेटिङ चाहिँ गरिरहेको छौँ। अनि विशेष गरी एउटा भिडियो बनाउनै बिर्सिरहेछ। हाम्रो यो पर दुईवटा होस्टेल चाहिँ जलेर खरानी भइरहेछ नि त, त्यसको भिडियो चाहिँ बनाउनै बिर्सिरहेछ भन्दा नि भ्याएको छैन। पुलिसले आएर ताला लगाइदिइसकेछ नि त, भित्र इन्ट्री गर्न नपाउने। त्यही भएर त्यो खोलिसकेपछि म त्यसपछि भिडियो बनाउँछु। मेन भने चाहिँ त्यही हो। अनि अब यस्तै हो। अनि केटाहरू एकदमै धेरै हेन्सम हुनुहुन्छ है। अब भिडियो एकदम खाले उतै जाँदै गरेको भिडियोहरू आउँछ ल। अनि हामी चाहिँ मेडिकल आइसकेको छ। अनि मेडिकलमा चाहिँ डक्टर चाहिँ आएको छैन, मेडिकलको स्टाफहरू चाहिँ आइसकेको रहेछ। अनि मेडिकल चाहिँ यहाँ माथि हो टक्कसँगले। केटाहरू त्यहाँ एउटा 4 सिटले ल्याउँछ नि त, 4 जना मात्रै। अनि 3जना केटाहरू चाहिँ त्यहाँ माथि छ, म चाहिँ यहाँ आएर चाहिँ अब केटाहरू आउन बाँकी छ। केटाहरू आएको टक्क सो। अनि हामीलाई चाहिँ घोचिसकेको छ टक्क लाएर है। टक्क देख्न सक्नुहुन्छ कोन चाहिँ आइसकेको छ। मैले चाहिँ फालिदिनु पनि सकेको। आधी केटाहरू चाहिँ गइसकेको छ। अनि हामी बाँकी चाहिँ सबभन्दा पहिला आउने हामी चाहिँ लास्टमा। यहाँ चाहिँ उल्टो गरिदिँदो रहेछ कि, जस्तै तपाईँको लास्टमा आउने मान्छेको माथि राखिदिँदो रहेछ, तल आउने मान्छेको चाहिँ तल के। त्यही भएर सबभन्दा पहिला चाहिँ हामी आइपुगेको, लास्टमा आउने केटाहरूको भइसक्यो। अनि हाम्रो चाहिँ बाँकी छ अब। अनि हाम्रो एक्सरे चाहिँ हामीलाई आइतबार राखिदियो, किनभने खै डक्टर छैन अरे उता एक्सरे गर्ने ठाउँमा। तर हाम्रो आज ब्लडहरू लिइसक्यो, ब्लड पनि धेरै लियो क्या, यति धेरै लियो नि आम्मामा। यति लुते मान्छे कि हेर त, ब्लड यस्तो ल्याइदियो, केही छैन ल। अब जाँदै गरेको भिडियो बन्छ आजलाई। त्यसमा पनि हामीलाई यस्तो जाम खाँदेर लगिरहेछौँ होइन, के गर्न ल। अब हामी चाहिँ मेडिकल गरेर फर्किँदै गरेको है। एक्सरे चाहिँ हामीलाई आइतबार पारिदिएको छ, अलिक के चाहिँ भएन। त्यही भएर अब हामी अनि हामी चाहिँ आइसकेको छ रुम। त्यसका बाद चाहिँ भोक लागेर फ्लिप्तै है। पर सेक्रेटरीले एउटा नागा कुदिरहेछ, उसले केही गर्ने चाहिँ होइन, त्यही पनि आइरहन्छ क्या। केही गर्दैन गर्न त, भजिया फोटो खिच्यो आउँछ जान्छ, त्यति यसको काम। कुखुरा चोरहरू केटाहरूले भनेको ल। हामी चाहिँ फाइनली आइसक्यो। अब हाम्रो के भन्छ एक्सरे चाहिँ बाँकी छ आइतबार। आज डिटेल यति भयो, अब आइतबार पुरा भिडियो हालिदिन्छ है। यो चाहिँ कुखुरा चोर अरे। अनि हामी चाहिँ आज जाँदैछौँ। हाम्रो आज चाहिँ एक्सरे पनि त अस्ति मेडिकल सकेन, त्यही हो एक्सरे सकेर आउँछौँ। आज चाहिँ गाडी दामी आएको छ होइन आज चाहिँ। अनि हामीलाई अरू बेला चाहिँ 4जना लाने आउँथ्यो, आज चाहिँ 13जना बोक्ने आएको छ। भएर हामी चाहिँ हिँडेको टक्कसँगले हिँडायो ल। दामी छ दादा, घाम लागिरहेछ। त्यही हो, केटाहरू एकदमसँगले कुदिरहेछ पछाडि। अब यहाँ गाना बजाउँछ, त्यही भएर आज चाहिँ हामी यताको बाटो जान्छौँ। बिहानको टाइममा है एकदम दामी सिन चाहिँ लागिरहेछ, तर मोबाइल एकदम हल्लिरहेछ र देखाउनु पाइरहेछ होइन। अब हामी चाहिँ पुगिहाल्छौँ, यहाँ नजिकै हो हाम्रो मेडिकल होइन। आज चाहिँ एक्सरे हो क्या, अस्ति नै सक्नुपर्ने, अस्ति भएन। आज चाहिँ एक्सरे हो। आज त्यस्तो लङ टाइम लाग्दैन अस्ति जस्तो। जस्ट गयो एकछिन डक्टरलाई वेटिङ गऱ्यो, सकिहाल्यो। त्यही हो। अब दामी छ क्या रोडहरू, यतिको हुनु। यो गाउँको रोड नै यस्तो दामी छ है। हाम्रोतिर त मेन सहरमा पनि यस्तो दामी छैन क्या, तर यो चाहिँ एकदम गाउँ हो। गाउँमा पनि दामी छ है रोड चाहिँ, यत्तिकै चाहिँ हुनु पऱ्यो। हाम्रो क्या दामी सिग्नल पनि छ, परेन आइयो त। हाम्रो केटाहरू एक्सरे गर्ने चाहिँ आइसक्यो। 50जना चाहिँ नभनौँ 14जना चाहिँ आइसकेको छ। अनि पासपोर्ट चाहिँ हाम्रो यसरी दिँदैछ। हाम्रो पासपोर्ट चाहिँ यता कलेक्सन भइसक्यो। टक्कसँगले हामीलाई लिने दिने काम चाहिँ उसले गर्छ। त्यहाँ हाम्रो चाहिँ माथि राख है बुढो, फेरि रड्डी हुन्छ नि टक्कसँगले। अझै आउन बाँकी छ 13जना। त्यही हो। अब हाम्रो एक्सरे हुन्छ, एक्सरे चाहिँ यहीँ गर्ने हो। डक्टर चाहिँ छ कि छैन भन्ने हो, त्यही हो। सायद होला पनि।
सो अनि हामी चाहिँ आइसकेको छौँ अब यहाँदेखि पर होस्टेलसम्म चाहिँ हिँडेर जानुपर्छ बिरयानी खानु पाइएन भनेको कि होइन गाउँलेलाई भन्यो होला आशिषले अनि अब यहाँदेखि हामी हिँड्दै हिँड्दै जान्छौँ हाम्रो होस्टेल चाहिँ पर हो पहिला चाहिँ यता थियो त्यो होस्टेलमा चाहिँ आगो लागिसक्यो नि त आगो लागेको कारणले गर्दाखेरि चाहिँ अहिले हाम्रो होस्टेल यता सारेको छ त्यही भएर हिँडाइ मचिन्छ यस्तो धेरै घाम छ लगभग 34-35 डिग्रीको घाम होला होइन समथिङ अलिक धेरै होला भन्ने कुरा भइरहेछ मलाई लागिरहेछ त्यसमा चाहिँ कालो लुगा मान्छे पनि कालो है त्यही हो त्यही हो आजको लागि यति नै भ्लग हुन्छ हजुरहरूलाई भेट्न छ म नेक्स्ट भ्लगमा के कस्तो हुन्छ तपाईँहरूले पनि प्रतिक्रिया दिनु होला त्यही भएर है ओके बाई बाई